हेलो गाइड, आज चाहिँ हामी महोत्सव जाँदैछौँ है। तर कहाँको महोत्सवहरू थाहा छैन। हामी यत्रो जाना जनताहरू चाहिँ आज हामी महोत्सव जाँदैछौँ। त्यसको बेला बेलाको भ्लग चाहिँ म देखाइदिन्छु ल। दुईतिरै छ प्याक होला मान्छे। चाहिँ हामी कृषि परिसरमा तरुल हो के हो? तरुल त हो नि। चाहिँ आइसक्यौँ गैराकोट महोत्सवमा। कृषि परिसरबाट सुरु हुँदैछ। कृषि परिसरबाट सुरु भएर शुद्ध पुर्याउने पाइन्छ यहाँ खाना आउनु होला गैराकोट महोत्सवमा पुर्याउने। चाहिँ हाम्रो यहाँ क्रुज सिप पनि चलेरहेछ नारायणीमा। त्यहाँ क्रुज हेर्नु, क्रुज त्यहाँ हाम्रो सरहरू काठ छ नक्कली रहेछ। हाम्रो गएको कला र संस्कृतिको भूमि पनि हो, उर्वर तालिका पनि हो। धेरै धन्यवाद दिन चाहन्छौँ बहिनीलाई। मेरो हातबाट सूचना आएको थियो चाहिँ 11 नम्बर स्थलमा मकैको पाइन्छ। घर जाने बेलामा धेरै अबेला बहिनीमा कति पनि कार्यक्रमहरूको नृत्यको लागि बहिनी दिवाली मगरलाई स्टेजमा आमन्त्रण गर्दै यति बेला पनि हामीसँग आजको अतिथि कलाकारहरूको आगमन छ। अहिले भन्दा भन्दा छोरी घर पुग्ने होला अहिले। अब चाहिँ हामी डुङ्गा चढ्न जाँदैछौँ। यो पारिपट्टिको नि महोत्सव हो, नारायणी एक्सपो हो त्यहाँनिर होइन। यो चाहिँ स्ट्याचु अफ लिबर्टी पनि छ त्यहाँ। स्ट्याचु अफ लिबर्टी ए कश्मीर भ्याली के हो पारिपट्टि त। अरू देशको जान्छु यहाँको हामी सबै खाँदा अनि डुङ्गा नचढ्ने डरायो रोयो रनुला रोयो। हामी नारायणीमा बोट गर्न जाँदैछौँ है। बोटिङ फर्स्ट टाइम हो है, मेरो चाहिँ फर्स्ट टाइम हो। हेर भयो कस्तो एक्सपिरियन्स हुन्छ, डर लाग्छ कि। हेलो हाम्रो दुईजना सरहरू, हाम्रो बेबी पनि हो। नारायणी माता फर्स्ट टाइम नारायणी माता। नारायणी के भन्छ अब रक्षा गर्नु होला। फर्स्ट टाइम चढ्दैछु म त। राम्रो एक्सपिरियन्स होस् है। भइसक्यो आफूलाई चल्यो हाम्रो बोट। अब घुम्छ है बोट घुमी गर्छ। अब डर लाग्छ। घुम्यो है हाम्रो ब्लगर बोय उपेन्द्र।
अब एकचोटि तारिक पानी जाती सबैभन्दा डराउने मान्छे रञ्जना रञ्जना पछि रञ्जनाको अङ्कल डराएर ओपेरा हाउस हामी चाहिँ महोत्सव हेरेर फर्किसक्यौँ एकैको ठाउँमा दुईटा महोत्सव
भ्यू है पछाडि त हामी चाहिँ महोत्सव हेरेर आउँदैछौँ यो हाम्रो घाटबाट ओभरअल आजको एक्सपिरियन्स चाहिँ एकदम रमाइलो भयो बाई बाई